सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर 5 का 120 परिवारलाई निशुल्क ग्यास चुलो वितरण गरिएको छ। गाउँपालिकाको वडा नम्बर 5 का गरिब, विपन्न तथा दलित परिवारहरूलाई गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले ग्यास चुलो वितरण गर्नुभयो। गाउँपालिका परिसरमा आयोजित विभिन्न परिवारहरूलाई ग्यास चुलो वितरण कार्यक्रममा ग्यास चुला महिलाहरूलाई हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष यादवले यो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। उहाँले गाउँपालिकालाई धुवामुक्त गाउँपालिका बनाउन गाउँपालिकाले अख्तियार गरेको नीति अनुरूप गरिब, विपन्न, दलित महिलाहरूलाई ग्यास चुलो उपलब्ध गराएको जानकारी दिनुभयो। यसै विषयमा विष्णुपुर गाउँपालिकामा सञ्चालित 7 दिने आधारभूत पत्रकारिता तालिमका सहभागीहरू रिपोर्टिङ गरेका छन्। सुविधा क्या और यहाँ सब सहयोग क्या लेते उन्नति प्रगति करते और विकास करते। धन्यवाद हम अपन टाइम देने के लागि। अनि यो फर्स्ट टाइम दिनुभयो कि योभन्दा पहिला पनि अनि सर यो ग्यास तपाईले किन दिनुभयो? त्यो गरिब, विपन्न, दलित महिलाहरूलाई काम गरेर आउँदाखेरि राति खाना पकाउन धेरै कठिन हुन्छ। त्यो चाहिँ यसलाई चाहिँ धुवाबाट धेरै किसिमको बिमारी हुन्छ, त्यसबाट पनि स्वास्थ्यलाई पनि राम्रो प्रभाव पार्छ। त्यही कारणले मैले सल्लाह दिन्छु र गरिब, विपन्न, दलित महिलालाई चाहिँ समयमा खाना पकाएर आफ्नो मजदुरी गर्न सकिन्छ। उद्देश्य त्यही हो। तपाईँ जाति वर्गमा दिनुभयो कि त्यो होइन, सबै जाति, सबै वर्ग सबै छ। गरिब, विपन्न त्यहाँ गएर भरपाई मेरो छ, त्यो भरपाई गरेर फोटो लिन सकिन्छ। अनि त महिलाहरूको अर्को साल चाहिँ सिलिन्डर जति महिलालाई मैले चुल्हा दिएँ, अब यो चाहिँ यो आर्थिक वर्षमा मैले चाहिँ सबैले जतिलाई चुल्हा दिएछु सबैलाई सिलिन्डर पुगियो। 1 नम्बर वाडामा चाहिँ 279 हामी बाँटिसक्यो। आज चाहिँ 5 नम्बर वाडा। अब बजेट कति छ अरू सर? हाम्रो अच्छा योमा कतिको कमिसन भयो त? छैन, केही कमिसन छैन। काम गर्ने मान्छेको गुनासो हुन्छ, कामै नगर्ने मान्छेको गुनासो हुँदैन। अर्को साल चाहिँ यो आर्थिक वर्षमा हामी चाहिँ जतिलाई ग्यास चुल्हा दिएछौँ आज 120 जनालाई। अनि त 1 नम्बरमा अहिले 5 नम्बर बाँड्नु भयो हैन? कति संख्या बाँड्नु भयो? कतिवटा? 120 वटा। अनि सर यो तपाईँ फर्स्ट दिनुभयो कि गत वर्ष अहिले त्यही महिलाहरूसँग सौदा गर्ने हाम्रो फर्स्ट होइन? गत वर्ष पनि मैले बाँडेको छु। जसलाई गत वर्ष दिएको छु पनि पाएँ। यो वर्षले पाउँछ। तपाईँको घर दिनुभयो? लगभग मेरो अभियान छ गरिब, दलित, विपन्न महिलालाई सकेसम्म प्रयास मेरो रहन्छ, सकेसम्म सबैको घरमा जाऊ, चुल्हा परोस्। मेयर साहब तपाईँले त लगभग आगु जाऊ न, प्रश्न पाछु त आगु जाऊ न। अनि चुल्हा पनि लगानी गर्नुभयो। अब तपाईँको अनुभवअनुसार अब कुन क्षेत्रमा लगाउनु पर्छ? मैले चाहिँ शिक्षामा पनि त्यतिकै मैले जोड दिएछु, स्वास्थ्यमा पनि त्यतिकै जोड दिएछु, कृषिमा पनि मैले त्यतिकै जोड दिएछु, बाटोघाटोमा पनि त्यतिकै जोड दिएछु, मन्दिर मस्जिदमा पनि मैले त्यतिकै जोड दिएछु।
सर तपाईँले जुन यो चुल्हा दिनुभयो त्यसको गुणस्तर कस्तो छ, क्वालिटी कस्तो छ? क्वालिटी सूर्य कम्पनीको, अब सूर्य कम्पनीको क्वालिटी कस्तो छ तिमीहरूले पनि थाहा सर त्यसको प्राइस पनि भनिदिनु, एउटाको प्राइस कति प्राइस छ? 3100 कति होला? बाँड्ने सङ्ख्या 279 एक नम्बरमा, अनि 2 नम्बरमा 219, अनि 3 नम्बर वार्डमा 139, 4 नम्बर वार्डमा 223, 5 नम्बर वार्डमा 230, 6 नम्बर वार्डमा 230, 7 नम्बर वार्डमा 219। अनि पर प्राइस कति हो सर? 3155 3000 कोनो 3150 दिन्छ 5-10 3155 सर एक नम्बर वार्डमा 279 जना मात्रै छैन नि, अरू अब बिस्तारै बिस्तारै हुन्छ, अब बजेट जति हुन्छ त्यति नै हो। अरू वार्डमा 279 हो, 1 नम्बर वार्डमा 279 छ नि। विष्णुपुर गाउँपालिकामा सञ्चालित 7 दिने आधारभूत पत्रकारिता तालिमका सहभागीहरूले यो ग्यास चुल्हा वितरणबाट हुने उपलब्धि, गाउँपालिकाको लक्ष्य र पाउने व्यक्तिहरूले यो ग्यास चुल्हा पाएपछि हुने फाइदाको बारेमा गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव र वडा नम्बर 5 का ग्यास चुलो प्राप्त गर्ने महिलाहरूसँग संवाद गरेर विभिन्न जानकारी लिएको दृश्यमा देख्न सकिन्छ। निशुल्क ग्यास चुलो पाएपछि विष्णुपुर गाउँपालिका वडा नम्बर 5 का महिलाहरू भने खुसी देखिएका छन्। उहाँहरूले ग्यास चुलो प्राप्त गरेपछि दाउराको बचत हुने र स्वस्थ जीवन बिताउने, धुवाँ रहित भान्सा पकाउने जस्ता सुविधाहरू समेत प्राप्त भएको र यसले समाजलाई धुवाँ मुक्त बनाउन मद्दत गरेको प्रतिक्रिया दिनुभएको छ। यो आर्थिक वर्षमा यस गाउँपालिकाको 7 वटै वडाका 1539 जना घर परिवारलाई ग्यास चुलो वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले बताउनुभयो। उहाँले यस कार्यक्रमलाई निरन्तरता दिँदै यसपालि ग्यास चुलो दिएको घर परिवारलाई आगामी आर्थिक वर्षमा ग्यास सिलिन्डर समेत निशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले महिलाहरूको सशक्तिकरणका लागि आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रम निरन्तर रहने, ग्यास सिलिन्डर प्रदान गरिने र समाजलाई धुवाँ मुक्त बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। विष्णुपुर गाउँपालिकाको सहयोगमा अभिव्यक्ति मिडिया प्रालीले आयोजना गरेको 7 दिने आधारभूत पत्रकारिता तालिमको क्रममा विष्णुपुर गाउँपालिका परिसरबाट तालिममा सहभागी भएका प्रशिक्षार्थीहरूको सहयोगमा तयार पारिएको यो रिपोर्ट।